यहाँ अर्को एउटा छोटो मिठो प्रस्तुति हाम्रो अतिथिज्यूबाट राख्न चाहन्छु। सर्वोदय सेवा आश्रम राइनसका प्रमुख हुनुहुन्छ र उहाँ चाहिँ गीतकार पनि हुनुहुन्छ र कविता पनि उहाँको आज हामी यस मञ्चमा आज कविता वाचनको लागि रेडी भइसक्नु भएको छ। उहाँको कविता वाचन राख्न गइरहेका छौँ। कृष्णराज ओलियाज्यूलाई म छोटो मिठो कविता वाचन छोडिदिनुको लागि अनुरोध गर्न चाहन्छु। त्यस पछाडि हामी नृत्य र अन्य प्रस्तुति र सिन्धुली कलाकारको आज विशेष प्रस्तुति अब कोही एकैछिनमा हुन्छ। सबैजनालाई ठुलो नृत्य छिटो आउनुहोस् पनि भन्न चाहन्छु। धन्यवाद। जीव जीवन र जगतको रक्षाको लागि प्रकृतिमा फर्कौँ, जीव जीवन र जगतको त्रिवेणी तीर्थबाट जागौँ। यही प्रेम पुष्पका साथ यो 9औं लमजुङ महोत्सवका अध्यक्षज्यू लगायत मञ्चासीन व्यक्तित्वहरू, कलाकार, उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक अभिनन्दन गर्दछु, अभिवादन गर्दछु। लमजुङ प्रकृति र संस्कृतिको धनी हो र यही प्रकृति र संस्कृतिले लमजुङलाई जीवन्तता बनाएको छ। यसैलाई सजाएर भजाउनु नै लमजुङको हितमा छ। त्यसैले मैले यो लमजुङको सन्दर्भमा एउटा सानो कविता लेखेको थिएँ। यसको शीर्षक थियो लमजुङमा फर्किएर। लमजुङलाई हामी सबैले फर्केर हेरौँ, लमजुङमा के छन् भन्ने कुरा अलिकति उल्लेख गर्न खोजेको छु। उत्तरतर्फ मनाङ छ दरिलो हिमालको छ भर, दक्षिणतर्फ तनहुँ जिल्ला समतल मैदानको भर, मर्स्याङदी बिचमा पश्चिम मादी पूर्वमा चेपे छ र खुदी मिडिम गादी दोर्दी सहितै लमजुङ फर्किएर। पिकहरका हिमाल चुली लमजुङ बौद्धनी, मनासुल अन्नपूर्ण माछा पुछ्रे गणेश हिमाल छनी, सबै हिमाल छर्लङ्ग देखिन्छन् लमजुङे पहाड चढ्ने गरेर। थुम्का थुम्काबाट सूर्योदय र सूर्यास्त हेर्न लमजुङ फर्किएर। 3वटा दुध पोखरी, मेमे 12 पोखरी, ठुलनागी तातो पानी अनि इलम पोखरी, ढाल तरबारसँगै खोलेसँगै वैकुण्ठ पोखरी छनी। हिमाली काखका यी पोखरी मन लोभ्याउने अति सुन्दर, यी सबैमा डुबुल्की मार्दै आनन्द लिनु छ भने लमजुङ फर्किएर। अन्नपूर्ण जाऊ मनासुलु जाऊ अग्लौती बिचो ताल, बाटो लमजुङैको छ सजिलो आउने र जाने सब। वर्षेनी 50,000 पर्यटक आउँछन्, आम्दानी त्यसकै भर। पर्यटन व्यवसाय यदि गर्नु नै छ भने लमजुङ फर्किएर। बाहुन छेत्री गुरुङ नेवार तामाङ मगर कुमाल माझुसँगै धरती गिरी गन्धर्व दमाई कामी सार्की मुसलमान दुरा चेपाङ छन् सबै। जातीय एकता, धार्मिक सहिष्णुता, मानवीय सद्भावको भर, विविधतामा एकता हेर्न लमजुङ फर्किएर। घना जङ्गल छन् लाली गुराँसका, श्रीखण्ड रक्त चन्दन, जडीबुटीहरूको भण्डारै हो लमजुङ। असङ्ख्य छन् घाँसे मैदान, गाई भैँसी गोठ परम्परा छ कतिको, भेडी गोठकै भर। शुद्ध मासु दुध दही घिउ खानु छ यदि भने लमजुङ फर्किएर। कफी सुन्तला अलैँची तरकारी करोडौँको बेच्छन् लमजुङे किसान। घर घर मौरी पाल्छन् लमजुङका, भिर पहरामा असङ्ख्य मौरी छन्। शुद्ध मह रसिलो पोसिलो खाएका सयौं हनी हन्ट र स्वाद लिने भएको पटक लमजुङ फर्किएर। तार्कु गौडा जिता तान्राङ तुर्लुङ राइनस पुरानकोट मठ मन्दिर गुम्बा मस्जिद छन्, शान्ति छर्ने ओठ। हलो जोत्ने बाहुन छन् छसालैमा, क्रान्ति लमजुङको भर। लोकतन्त्रको उर्वर भूमि हो यो लमजुङ फर्किएर। धले गाउँ भुजुङ पसगाउँ सिउरुङ खाँसुरानी, विविध जाति धर्मसँगै लमजुङ छ संस्कृतिको धनी। सन्जापुर राइनास हिले सिलढुङ्गा सिंघारी घनपोखराको भर। पर्यटन गाउँ बनेका छन् धेरै, घुम्ने भए लमजुङ फर्किएर। सिजनै पछि उत्सव हुन्छ, मह कफी च्याउ सुन्तला आलु सबै छन् अर्गानिक। योग उत्सव शिवरात्रि एकादशी सप्तबीज वैशाख पुणे दशैं सबै आध्यात्मिक। रक क्लाइम्बिङ बन्जी जम्पिङ सँगै प्याराग्लाइडिङ हुन्छ लमजुङका नदी पहाडको छ भर। पूर्व पश्चिम उत्तर दक्षिणबाट मध्यबिन्दु नेपाल दर्शन गर्न लमजुङ फर्किएर। विद्यार्थीहरूका लागि विद्यापीठ,
रोगीका लागि आरोग्य ग्राम, आध्यात्मिकहरूका लागि ध्यान कुञ्ज, वृद्धहरूलाई वृद्धाश्रम, कविहरूलाई काव्यशाला, ज्ञान विज्ञान कुञ्ज, सर्वोदयको घर, सेवा सहयोग गर्दै आरोग्य र आनन्द लिनु छ भने लमजुङ फर्किएर, लमजुङ फर्किएर, लमजुङ फर्किएर। जय लमजुङ। धन्यवाद। वाह वाह, कति राम्रो।